हेलो गाइज, कस्तो छ हौ पारा मेरो साथीहरू। हेर न, म त यस्तो जग्गामा फसेको छु, जङ्गलमा, पहाडमा। एकदम गाडी नउठेर एकदम माने उतो भइरहेको छ हो। के गर्नु र, 3-4 घन्टा भइसक्यो रोकेको। बिहान 7 बजी आइपुगेको यो जग्गामा। हेर न, भोकले टाइ भइएको छ साथी हो। ड्राइभर काम चाहिँ नगर्नु है जान्नेले। यहाँ गाडी उठेकै छैन पहाडमा, चक्काहरू स्लिप मारेर। हेर न, एकदम माने के गर्नु, ड्राइभरको जिन्दगी बेकार जिन्दगी हो। यस्तो पहाडमा गाडी चलाउनु छ यत्रो रिक्समा। त्यही पनि घरको बुढीहरूलाई यत्रो दुःख गरेर कमाएर खुवाउँदा पनि बहुत न्यु खोज्छ। के गर्नु र हौ साथी हो। हेर त, हिँड्दा हिँड्दा थाकी गइन्छ। यति उकालो छ नि, स्लिप मारेर हेर न गाडीहरू। 5 चोटि 6 चोटि गरे यस्तो छ माटो, बलुवा माटो, रातो माटो। चिप्लिएर गाडी चढ्दै चढ्दैन। यहाँ तमकाउँछ गाडी, यहाँदेखि चढ्दैन। यस्तो छ, उकालो 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 जानुपर्छ। गाडी तल छ। यस्तो गरेर बुढीहरू पाल्दा पनि बुढीहरूलाई किन रिस उठ्छ। बुढाहरू मस्ती गर्छ भनेर होला कि, हामीलाई थाहा छ कति कष्ट छ यो जङ्गलमा। भोकै काम गरेर कमाएर लानु छ। त्यही पनि न्यु खोजी हिँड्छ। हेर न, अझै कति माथि चढ्नु छ यो पहाडमा। हेर्नुहोस्। र ड्राइभर जिन्दगी चाहिँ बेकार जिन्दगी रहेछ है साथी हो। के गर्ने र, हत्तु भइसक्यो। केप साइड छ रस्ता पनि।